हाम्रो यहाँ चाहिँ उता सुनाउनुहोस् मानेले उता सुनाउनुहोस् हामी चाहिँ अहिले सिस्टलमा हिजो आशिका तामाङज्यूले उहाँ ज्यूले बोल्दै हुनुहुन्थ्यो जे हुन्छ सिस्टलमा हुन्छ भन्थ्यो भइगयो नि यहाँ हामी ड्राइभरहरूलाई थाङ्नामा सुताइदिएको छ बिहान 4 बजी आएको अब यहाँ पुरै जाम छ खोल्ने चान्स छैन के हो बन्द गरे हो कि के हो अब जे हुन्छ सिस्टलमा हुन्छ भन्नु भएको थियो माननीयज्यूले भइगयो त अब यति भन्दा के चाहियो त अब पुरै जाम छ ड्राइभरलाई जता गयो ड्राइभरलाई त शास्ति हो नि गाह्रो छ उहाँहरू कुर्सीमा पनि झगडा गर्ने हामी यहाँ ड्राइभरलाई चाहिँ रोडमा सुताउने उहाँ हिलोमा पुरै चाहिँ जाम पारेर है फोहोरमा बिहानदेखि न भात छ अब कहाँ गएर खाने कहाँ गएर बस्ने यस्तो छ बिचको हालत यस्तो बनाइदिएछ ल आशिका तामाङजी हेर्नु यो के हो यो पुरै लाइन उहाँ तलसम्म लाइन छ यस्तो गर्न पाइन्छ यो